नमस्कार हजुरको यो गर्दनको मांसपेशी दुखाइ छ भने हजुरले उभिएर यो एउटा व्यायाम चाहिँ कतै पनि घरमा अफिसमा चाहिँ 2 या 3 मिनेट समय निकालेर चाहिँ गर्न सक्नुहुन्छ। मानवको दाहिने साइडको चाहिँ गर्दनको मांसपेशी दुखाइ छ भने यसरी उभिनुस्, दाहिने कुमलाई मज्जाले यसरी उचाल्नुस् है, मज्जाले यसरी माथितिर उचाल्नुस्। त्यसपछि देब्रे हातले टाउकोलाई यसरी मज्जाले देब्रेतिर लानुस्। देब्रेतिर लगिसक्नु भइसकेपछि हल्का हजुरलाई गर्दनमा स्ट्रेचिङको महसुस मिल्छ है, त्यो पोइन्टमा यतिकै यसरी चाहिँ होल्ड गरेर राख्नुस्। त्यसपछि के गर्नुस्, आफ्नो कुमलाई मज्जाले तलतिर लानुस्। यो हजुरले मज्जाले तलतिर लग्दाखेरि चाहिँ हजुरलाई गर्दनमा मज्जाको स्ट्रेचिङको महसुस मिल्छ। त्यो पोइन्टमा पनि फेरि एकचोटि चाहिँ होल्ड गर्नुस्। यसरी होल्ड गरिसक्नु भइसकेपछि त्यसपछि टाउको चाहिँ यसरी मज्जाले यसरी माथितिर दायाँ साइडतिर यसरी सिलिङतिर हेर्नुस्। यो पोइन्टमा हजुरलाई मज्जाको स्ट्रेचिङको महसुस मिल्छ। यो पोइन्टमा फेरि एकचोटि होल्ड गर्नुस् 10 सेकेन्ड। 1 2 3 4 5 6 7 8 9 10 र बिस्तारै ब्याक टु नर्मल। देब्रेको लागि पनि यही अनुसार गर्न सक्नुहुन्छ। हजुरको गर्दनको मांसपेशी एकदमै दुखाइ छ, एकदमै हजुरलाई गाह्रो भइरहेको छ भने यो व्यायाम चाहिँ निकै फाइदाजनक हुन सक्छ। भिडियो मन परेमा सधैँ सो लाइक, कमेन्ट र शेयर गर्न नबिर्सनुहोला। शुभ दिन र शुभ बिहानी। धन्यवाद।